सुदन गुरुङ काण्डले लियो नयाँ मोड। तानिए कान्तिपुरका मालिक कैलाश सिरोहिया नै महाबिचौलिया दीपक भट्टका पार्टनर नै रहेको खुलासा। प्रमाण नै भयो छताछुल्ल। सिरोहियाका छोराले नै कान्तिपुरको भण्डाफोर गर्दै गरे पद नै छाडेको घोषणा लगाए। सुदन विरुद्ध मिसन नै चलाएको आरोप। अब के होला? गृहमन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने देशकै सबैभन्दा शक्तिशाली 12 भाइ भनेर चिनिने मध्येका एक मिडिया, तर आज त्यही मिडियाका मालिक आफै करोडौंको काण्डमा तानिएका छन्। बाबुले चलाएको मिसन पत्रकारिताको भण्डाफोर गर्दै छोराले नै पद छाडेपछि आज एउटा यस्तो रहस्य बाहिरिएको छ जसले नेपालको सिङ्गो पावर सेन्टरलाई हल्लाइदिएको छ। कुरा तत्कालीन गृहमन्त्री सुदन गुरुङको राजीनामाबाट सुरु हुन्छ। बाहिरबाट हेर्दा लाग्थ्यो कान्तिपुरले एउटा नेतालाई कारबाही गरायो, तर पर्दा पछाडिको खेल अर्कै थियो। जसलाई कान्तिपुरले निरन्तर महाबिचौलिया भनेर लेखिरह्यो तिनै दीपक भट्टसँग कान्तिपुरका मालिक कैलाश सिरोहियाको भित्री पार्टनरशिप रहेको तथ्य अब छताछुल्ल भएको छ। यो केवल एउटा समाचार होइन, यो मिडिया बिचौलिया र राज्य सत्ताबीचको डरलाग्दो नेक्ससको पर्दाफास हो। तथ्यहरू आफै बोल्छन्। सिआइबीले हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छालाई ठगी आरोपमा पक्राउ गरिसकेको छ। तर अचम्म, त्यही कम्पनीमा कैलाश सिरोहियाको 10 लाख किता गोल्डेन शेयर भेटिएको छ जसको मूल्य 10 करोड बराबर हुन्छ। अझ रोचक कुरा त के छ भने बिचौलिया भनिएका दीपक भट्टको 4.5 लाख किता शेयर छ, तर मिडिया मालिक सिरोहियाको त्यो भन्दा डबल। कोरोनाले देश ठप्प भएको बेला तत्कालीन केपी शर्मा ओलीको सरकारको पालामा 1 अर्ब घुस बुझाएर यो कम्पनीको लाइसेन्स हत्याइएको रिपोर्टिङ त्यति बेलै भएको थियो। 100 रुपैयाँको शेयर 1900 भन्दा बढीमा बेचेर जनताको अरबौं लुटिएको थियो। यो किन महत्त्वपूर्ण छ त? किनकि यो तपाईं हाम्रो विश्वासमाथिको खेलवाड हो। जसले सुशासनको चर्को कुरा गर्दै अखबारका पाना रंगाउँछन् उनीहरू नै भित्रभित्रै राज्यको ढुकुटी लुट्ने बिचौलियाहरूसँग एउटै टेबलमा बसेर शेयर बाँडफाँड गरिरहेका छन्। आम नागरिकले तिरेको पैसा कसरी रातारात पावर ब्रोकरको खल्तीमा पुग्छ भन्ने यो जिउँदो प्रमाण हो। तर यहाँ सबैभन्दा ठूलो र गम्भीर प्रश्न के हो भने के गृहमन्त्री सुदन गुरुङलाई यही सेटिङ मिलाउन नमान्दा शिकार बनाइएको थियो? बाहिर सुशासनको नारा, तर भित्र डिल नमिलेपछि चलाइएको मिसन। यो कुरा अरु कसैले होइन, कान्तिपुरकै प्रबन्ध निर्देशक अर्थात् कैलाश सिरोहियाका आफ्नै छोरा सम्भव सिरोहियाले प्रमाणित गरिदिएका छन्। उनले बाबुले चलाएको मिसन पत्रकारिताको विरोध गर्दै आफूले विश्वास नगरेको पत्रकारिताको नेतृत्व गर्न नसक्ने घोषणा सहित राजीनामा दिए। बाबुले गृहमन्त्री विरुद्ध हेडलाइन छपाउँदा